सुख करता दुख हरता वार्ता विघ्नाची पूर्वी पूर्वी प्रेम कृपा जयाची सर्वांगी सुंदर ओटी शेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय देव. ॐ गं गौ गणपतये विघ्नविनाशिने स्वाहा. 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 ॐ गं जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर यताका टेकानेका यता देवीले रथ खेमा गर हैन गाडी घोडाले पनि जोगाइदिनु हो ठीक हो कसले हामीले बाटेर अन्तिम सास फेर खोइ अगरबत्ती आउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बर पिपलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि रात पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो
अमाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाँडेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारमै साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिएन अरू कतै मिलेका ती आँखाहरू झन् हेरिरहँ झै बनाउँछन् खुलेका केशहरूले फेरि बास्ना गुलाब झै छर्दछन् म हराए इनमै डुबी म हराए मधोस भएकन हाल पाएकन धकेल्ने रहेछ मायातिर सुस्तरी त्यसैले डुब्दैछु म तिमीमा निकै नै बेसरी मनको भित्री भावनाहरू सबै नै समेटी गाउँदैछु दोहोर्याएर फेरि यो गीत तिम्रो लागि हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारमै साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिएन अरू कतै मिलेका ती आँखाहरू झन् हेरिरहँ झै बनाउँछन् खुलेका केशहरूले फेरि बास्ना गुलाब झै छर्दछन् म हराए इनमै डुबी म हराए मधोस भएकन थाहा नपाएकन म हराए
दुलही बनाउँछु तिमीलाई भनेको थिएँ मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी मुटुको यो ढुकढुकी थामेर बसेकी बेहुली 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 फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी किन सपना आज यो जति खुसी हुनु हो अन्त मुनिको यसो जल खानु पर्यो लिनु पानी हो अलि हो ल हात पुस्नु तिमी यहाँ राख माता यसरी हुनेछ अब यहाँ बेहुलीको आमा आउनु पर्यो यहाँ गादेन कसो बच्चा गादेन कसो के लाग्यो स्या बताइरो नाम यसलाई लगाइदिनु पर्यो पैसा चाहिँ मिसिने भएन ए त्यसो लगाइदिनु एउटा ल्याइदिनुहोस् उहाँलाई पनि लगाइदिनु अलिकति उहाँ सिटीका छोरी लगाइदिनु न यसो अजय यो उता दिने होइन होइन अब यता अब गोजीमा हात हाल्नु गोजीमा हात यस यस छ त यो पनि नातिनी होइन त्यसले ओभरटेक गरी यहाँ ढोग्नु बुवा पर ढोग्नु त बेहुलालाई ढोग्नु होइन यहाँ 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 नि त त्यसलाई पनि ढोग्नु पर्यो सुन्नु त अरे किन ढोग्नु पर्दैन नातिनीलाई अब आमा यहाँ पानी हालिदिनु तपाईँ एकै ठाउँमा राख्छु खाना जेठो दाजु आए बेहुलाको धुन हुँदैन आमा सिपालु उतै टोपा ल्याउने नानी नाम हो कान्छी नातिनीलाई अलिकति लगाइदिनु उहाँ पनि यसो अलिकति लगाइदिनु ल यहाँ ए ल आमा कडा हुनु को छ बाँकी
होइन अनि खेरी अनि मैले साइड अब हो तपाईँले गरिहाल्नु भयो पानी हाल्दैन हाल्यो नि यहाँ पानी छ केही देख्दैन 500 हाल्यो बचन छैन भट्टापट्टि गर्नु पालो मलाई पानी हालेको इन्डियाले सजिलो मैले सबै मर्छ नेपाल बेला हुन आँट्यो आउ न मिलाएर बनाएको त्यो बुइनले कान्छीको पट्टि चप्पलमा म लगाइदिन्छु फुल यहाँ हाल्न यहाँ हुन्छ हो त्यसो हो गर्नुपर्छ नि त्यहाँ सबै भएको रूपमै गर्नु हुँदैन अलिअलि पूजा गर्नुपर्छ त
यस्तो मुखा नि हाल्नु अरे यो मिलन गराउनु होइन त टिका कस्तो खालको टिका बनाएको हौ एउटै टिका अडिँदैन यो टिका अलिकति के चाहिन्छ त्यो अघि पूजा गरिसकेको होइन लगाइदिनुपर्छ पर्छिने फुल्यो अलिअलि पर्छिन पर्छ हामी भुस खाने पनि होइन अब कन्या आउँदा ढिलो जाँदा छिटो कहाँ मिल्छ नमिल्छ त्यो छाता यहाँ चाहिने हो यहाँ बोकेर हुन्छ यहाँ उडाउनु पर्यो अघि बिहान जाडो थियो अहिले घामले तताए लु अहिले एकछिन अहिले भयो कान्छी कतिखेर लगाइदिनु हुन्छ अहिले हामीले पहिला उल्टो यस्तो फिर्ता लिनु पाइँदैन सही ल अनि टिकालाई हात पुस्नुपर्छ पहिले पानी लगाएर हात पुस्नु हात धोएर ए धोइराखेकै छ ल गोडा धुने खुट्टा धुने भन्छ गोडा धुने गोडा हो नि टिका लाएर पैसा छ त्यहाँ ढाक्नु सकिहाल्नु बाबु तिमीहरू धेरै टाइम नलाग न छोटकरीमा गर्नुपर्छ खुट्टामा ढोको बेला दिदी बिना हुन्छ नि अब हाम्रो पालो के
हेर्को हाम्रो आयो मामालीको हेलो बा यहाँका चाहिँ त पछि नै चाहिँ यहाँका फुल अनि त्यहाँका आउनु भयो नानी धन्यवाद धन्यवाद ल बाबु धन्यवाद है पर्छिने ती मलाई अगाडि पनि चिन्नुभएको थियो क्या म यस्तोतिर दारुहरूतिर होइन चिन्नुभएको
साया मैं बनूं, तू जहाँ चले वहाँ चलूं, बनके चैन दिल का तेरा, तेरे दर पर मैं रहूं, तेरी रोशनी से दूर रह के मैं कहाँ जाऊं। तेरा साया मैं बनूं, तू जहाँ चले वहाँ चलूं, बनके हमराही तेरे, हर एक पल मैं जीऊं, तेरी दिल लगी से दूर रह के मैं कैसे जीऊं। बिन तेरे हो यारा आता ही नहीं जीना मुझको, साथ तेरा सुकून मिला हर पल मुझको। तुम चले आए बाहर बनके, मेरे दिल की पुकार सुन के, खुशियाँ मिली सारी, चंद लम्हे जो हमने गुजारे हैं साथ में, खुशबुओं की तरह मेरे सांसों में पले, इन लम्हों से दूर रह के मैं कैसे जीऊं। तेरा साया मैं बनूं, तू जहाँ चले वहाँ चलूं, बनके चैन दिल का तेरा, तेरे दर पर मैं रहूं, तेरी रोशनी से दूर रह के मैं कहाँ जाऊं। तो बेहुलीको हात बेहुलाको हातमाथि राखिदिनु, दिनु बेहुलालाई त्यो बेहुलीको हात राखिदिनु। बेहुलाले कोही तिनानको पानी बेहुलाले पानी सम्म त बेहुलाले पानी सम्म स्वामर्थ विष्णु माता शिवम देवानु विद्यते खोजमा अग्निजीव पख्नै अग्निजीव मन्मसुर विच्छेको श्री विक्रमसम्म 2082 साल 7 पद पढेछु, तदनुसार 7 पद मेरो अश्विन 9 16 2 नमा सकेन दादी एघार 35 पढेछु, तदनुसार 11:35 मिनट अश्विन समय अघि खुस्के छ 11:35 मा त कहाँ हुनुहुन्थ्यो, हिँड्नु भएको थिएन होला। समय नमाउनु सके फोटो खाने फोटोग्राफर सबै ठिक, स्वस्ति बाजाको ब्राह्मण सबै ठिक, बाजा बजाउने सबै ठिक, ओम शुभलग्न भयो शुभलग्न। हजुर परेन अब खोइ ठुलो भयो। ठुली आमा चाहिँ खोइ देख्ने आमा, देख्ने आमा खोइ ठिक्क बेला भइरहेको छ।
छौ कुन रूपमा कुन सोचमा हराउँदै कुन गीतको कुन बोलमा आफैलाई पहिल्याउँदै पर्खी बसेछु म बोकेर यो माया मेरो दिन तिमीलाई आउनुमा कहाँ माया तिमी हतारिँदै बतासिँदै हो तिम्रो र मेरो हाम्रो कथाको शीर्षक धैर्य बनिसकेछ तिमीलाई नदेखि तिम्रो अनुहार आँखामा मेरो बसिसकेछ माया शिशिरको अंगारले भागेछ तिम्रो आगमन यही मायामा नि सासिने कस्तो हाम्रो यो पागलपन शिशिरको अंगारले भागेछ तिम्रो मंत्री महाराज के 12,000 महीने का नाम है कता छौ कुन रूपमा कुन सोचमा हराउँदै कुन गीतको कुन बोलमा आफैलाई पहिल्याउँदै पर्खी बसेछौ कि बोकेर त्यो माया तिम्रो दिन मलाई आउँदैछु माया तिमी कहाँ हतारिँदै बतासिँदै
पानी हाला पानी अलिकति राख्नु पानी अलिकति बधु सहितम कर्महरू मम भन्नु है आफ्ना आवा यो परिवारिक मैले भन्छु अनि सुन बेहुलाले छिटो खोज्छ त्यसले जित्छ कान्छीवालाले सब छिटो नै हाम्रो भाग सुने यहाँ त्यो छुने है छुनेमा चाहिँ मैले भनेपछि मात्र नि हतार गर्नु हुँदैन तिम्रो मुस्कानमा अल्झी रहन पाऊँ मायाका भाका गुनगुनाउँदै तिम्रो नयनमा सधैँ रहन पाऊँ मेरो अन्तिम सहारा हो तिमी मेरो भरोसा हो तिमी मेरो उपहार हो तिमी मेरो ईश्वरको आशीष तिमी मेरो भन्न म सक्दिन तर दुःखमा सधैँ हुनेछु सोचे जस्तो पुरा गर्न नसकुँ तर मायाका बाचा भुल्ने छैन सहारा हो तिमी मेरो भरोसा हो तिमी मेरो उपहार हो तिमी मेरो ईश्वरको आशीष तिमी रहन पाऊँ मायाका भाका गुनगुनाउँदै तिम्रो नयनमा सधैँ रहन पाऊँ मेरो अन्तिम
सहारा हो तिमी मेरो भरोसा हो तिमी मेरो उपहार हो तिमी मेरो ईश्वरको आशीष तिमी मेरो सुख सुख त भन्न म सक्दिन तर दुःखमा सधैँ हुनेछु सोचे जस्तो पुरा गर्न नसकुला तर मायाका बाचा भुल्ने छैन सहारा हो तिमी मेरो भरोसा हो तिमी हामी दुईजना लान तयार हौ यो न्यामै हुनु पर्यो मिलन सक्दैन आगमनको टोपी चाहिँ एकछिन आमाले पो जोड्या बजा यतिखेर पो छोड जान्छ हो
हात्ती कता गयो जङ्गलतिर गयो क्या हातमा छ बिच्छ काँडा अलि बिस्तारै बिस्तारै उठाऊ है हातमा काँडा धानको काँडा बिच्छ उसलाई पनि थाहा छ नि बिच्छ भनेर उठाउ न उठाउँदै राख्दै गर एउटा नछोडी उठाउनुपर्छ है भइसक्यो छोड्नु हुँदैन अरे यताबाट गर्नु पर्यो है अब नाङ्ला त उता चाहिँ यहाँ आइछ मम्मी अलि यता आउनु भयो र अब खोज्नु लु बुहारीले भेट्ने सबै उसका धेर भयो पैसा क्यामेराम्यान भाइहरू भयो पक्का भयो अब तैँले गर्दा त्यतिखेरसम्म राम्रो भलो भइरहेछ राम्रो गरी खानु राम्रो हुनु हामीलाई केही कुरा नराम्रो नगर्नु यो सासु यो भनेर नछुट्याउनु तिनजना हामीहरू तिनजना एकै देख्नु बराबरी आमाहरू जोडी बाउ दिदी बहिनी एकै देख्नु कहिले नदेख्नु उठा ढोक भाइ बुवाको उठा ढोक जुत्तै लाउनु पर्न आज ढोकाउनु पर्छ है बोल्दैन जुत्ता खोल्नु न ढोक्चा नखोलेर नि आज ढोक्नु पर्ने अझै टाइम छ नि ढोक्छन् नि आज टिको लागेर भन्नु छ लगाइदिनु पर्छ
बिचार हुन्छ उसको काका पनि आज खुट्टा नढोगने बिचार गर्नुभयो क्या भोलि ढोक्छु भन्छ छोरो कति सजिलो घरे पनि ढोक्नु परिहाल्यो नि त ढोक्नु पर्छ नि फुल बाँध्न बस्यो तेस्रो नम्बरमा त्रिस वर्षपछि ल्याएको मिलिहाल्छ नि भिनाचर पनि ढोग्नु पर्छ कि भिनाचरको ढोग्नु पर्दैन भोलि दसैँमा हो अब दसैँमा अहिलेसम्म त मेरो ढोगेकै छैन हामीलाई त ढोग है आज भोलि बुवाले त पछि लगाइदिनु भएको यसलाई त्यही त दिदी आज भोलि लगाइदिनु सबैले भोलि भगवान लगाइदिनु न आज ल अब खानासाना खाऊ आराम गर न्युरी नै नहुने रहेछ एक वर्षमा दुईचोटि ढोग्नु पर्छ त काका राम राम पाप लाग्ने भयो अब धेरै ठुलो पाप लाग्ने भयो अब बर्बादै भइहाल्यो नि भाग्य राम्रो अब टेन्सन छैन सपना देख्नु है अनि अघि बढ्नु है धैर्यले दुःखको समुद्र तर्नु है बदलिन्छन् यहाँ भावना मनसँग मन टाढा हुँदा तिमी मनभित्र आशाको दियो जलाउनु एउटा चित्र कोर्नु अनेक रङले सजाउनु मेटिन्छन् अस्तित्व यहाँ एक पल्लाई ओझेल हुँदा तर क्षितिज पारी एउटा नयाँ संसार छ जहाँ खुसीका फुलहरू फुल्छन् सधैँ तिमी बादललाई हेरी मेरो प्रतीक्षा गर्नु म आउनेछु इन्द्रेणी रङ्गसँगै म आउनेछु इन्द्रेणी रङ्गसँगै म आउनेछु इन्द्रेणी रङ्गसँगै
तिमीलाई देखेर संसार एउटा नयाँ संसार छ जहाँ खुसीका फुलहरू फुल्छन् सधैँ तिमी बादललाई हेरी मेरो प्रतीक्षा गर्नु म आउनेछु झन् सोहिनी भए झन् उत्तम राम्रो हुन्थ्यो जति झर्ने रहेछ कति फायर गरौँ तर उसले पनि कुरो बुझ्छ बाटो मलाई बाटो मन्त्र धेर बाहिर होइन ल यिनीहरू यहीँनेरि सुन सुन सुन्दरी फुरफुर उड्ने पुतली बस्यो फुलको थुङ्गामा नदेखिने गरेर नदेखिने गरेर ए सुन सुन बैमानी नगर न मनमानी फुरफुर उड्ने पुतली गयो डाली चुमेर गयो डाली चुमेर जे छ खाउला मिठो मसिनो निदाउला तिम्रो काखैमा कुन फुल रहेछौ कुन्नी तिमी फुल्याउने मेरो आँखैमा भए शेरफुल नभए लाउला लाछा डोरी उनैको सबको माया भइगुनी छ तिम्रो माया गुनैको तिम्रो माया गुनैको जुन तारा सजाए मायाको देशमा बनाउला एउटा घर जति छ जीवन तिमीमै अर्पण गरिदिउँला जुनीभर गरिदिउँला जुनीभर हे सुन सुन सुन्दरी तिम्रै छाया जुनभरि तिम्रै माया मनभरि सधैँलाई साँचौला सधैँलाई साँचौला ए सुन सुन बैमानी तिम्रै साथहरू मानी तिम्रै मात्र सपनी आँखा भरि राखौला आँखा भरि राखौला सुन सुन बैमानी नहेरन फर्केर जाला उमेर फर्केर रुखला हामीलाई सम्झेर त्यही त अब भोलि बिहान जाने भने चाहिँ म बिहानै बरु निकालिदिन्छु तपाईँलाई सबैले 6 नै बजे आएर
एकछिन बस न एकचोटि तल निस्किन मिल्दैन रहेछ हामी सबै ग्रुप फोटो खिचौँ न गोरु मान्छेको यताबाट काले पछि गोरु बनाउनु हुन्छ कि बाटो तल पनि भयो माथि यो रहेछ नि त भिडियो अहिले क्या छेउछेउमा बस्नु छोडेको तिमीले आऊ त यहाँ आऊ बाबा बुझले तानेर त्यहाँ माथि जानु हुँदैन लडी चाहिँ आउँदा सम्पन्न होस् खासा ठुसा नपरोस् होइन चिस्ट गाजीहरू तगडा नींदों से भागे लबों पे हर पल क्यों जिक्र तेरा जागे रे जागे रहना नींदों से भागे रहना लबों पे हर पल क्यों जिक्र तेरा से ख्वाब चुराए होठों में बात छुपाए बांधे नजरों की डोरी मुझे खुद में पिरोता जाए ओस की ठंडी हवाएं एहसास तेरा दे
दिया तेरे इश्क में तर जाऊं है किनारा रेत का तू एक लहर में बन जाऊं कलम से लफ्जों की लम्हे तेरे लिख जाऊं बन के तेरा आईना मैं तुझ में सिमट जाऊं परछाई तू बन जा मेरी तेरे साथ में रह जाऊं हर बात पे जिक्र तेरा मैं करता चला जाऊं तेरी हथेली पर खुशियों को मैं रख जाऊं दिल में जो छुपे तेरे अरमां मैं बन जाऊं जागे रे जागे नैना नींदों से भागे नैना लबों पे हर पल क्यों जिक्र तेरा आँखों से ख्वाब चुराए होठों में बात छुपाए बांधी नजरों की डोरी मुझे खुद में पिरोता जाए उसकी ठंडी हवाएं एहसास तेरा दे जाए हो के आजाद सा पंछी दिल मेरा उड़ता जाए यता हेर्दै लगाइदिनुहोस् हामी किराना पसल छौँ
वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना छ सधैँभरि हाँसी खुसी जीवन बितोस् होइन अस्ति बेलुका कुरा भएको छ नि त होइन उसले नभने पनि म कहाँ मोमो सिधै यता होइन राम्रो आइसक्यो मैले देखिसकेँ यता हेर्नुहोस् ल फेरि एकचोटि चाहिँ स्पिडले मागे सर मलाई चाहिँ यता फोटो खिच्नु ओए तिमी यता किन यो मान्छेले यो भिडियो बनाइ उहाँबाट बोलायो भनेको त यताबाट छ ल भाइ 2 शब्द भनिदिनु अब दोस्रो पटकको बिहे भनेको रोशनको पछाडि मनोजको हामी खान्छौँ त्यस पछाडि मात्र हामी मङ्सिर 22 गते फुलमाला अनि माघ 27 गते बिहे कन्फर्म ल रेकर्डै छ यो चाहिँ दाइ कट्नु भएन नि फोटो एउटा ल देख्नु भएन सकेर एकदम यसरी हात यसरी गालामा राखिदिनु बुहारीको यसरी यसरी अलिक भएन भाइले चाहिँ के अरे बुढीबारी भेनाको खतरा आशिक छ के छ भयो भनेर यो प्रोग्राम भनेर चाहिँ हेला चिन्ह गर फोटो खिच्न यहाँ ए उति सब छ त ल के भन्नु मेरो पालोमा खिच्नु नि अब काकीलाई छोडिदिने नि भएन ठुलो हेर सकिन्छ नि पुरै निकाल्नु सुत्दै ठुलो मिल्दैन कि यहाँबाट गाडी चढ्नु पानी सबै दिदीहरू पनि आउनुभएको छ नानी के छ भोलि हामी त भर्खर तँलाई के फोटो खिच्न हतार भएर के आउँदैछ त जुन बेला फ्री हुन्छ अनि मात्रै क्या राम्रो आउँछ भनेर यतिको बाठी चाहिँ हुनुपर्छ क्या टिकटकर भएपछि लुगा त ठ्याक्कै मिलेछ फेरि या देउलीसँग भाउसँग ठ्याक्कै मिलेछ अन्त यहाँ हेर्नु भाउसँग ठ्याक्कै मिलेछ कि त अहिले त धेरै भइसक्यो त लाएर घाँटी ल